अरूभन्दा पनि नि गाइस पिसाबले पो लास्ट छ म त यार कहाँ हुन्छ यार हाम्रो नेपाली पनि चान्स पायो कि सेवा अनि नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल र आज ड्युटी सकेपछि चाहिँ मेरो एउटा प्लान छ एउटा ठाउँमा जानुपर्ने छ जुन ठाउँ चाहिँ तपाईँहरूले मेरो युट्युबमा हेरेर थाहा पाउनुहुनेछ र अन्तिम समय हेरेर साथ दिनु होला है। सो गाइस चाहिँ अब चाहिँ ड्युटी सकेर म चाय पिन आइरहेको छु चाय पिएर चाहिँ सो अब चाहिँ चाय पिनु गइरहेको छु यहाँनिर चाहिँ पैसा हाल्नुपर्ने हुन्छ र रुपियाँको कफी यहाँनिर कफी मिक्स टी प्रेमिक्स चकलेट ब्ल्याक कफी कुन चाहिँ चाहिन्छ यहाँतिर पैसा हालेपछि चाहिँ यो खाइदिनु पर्छ टक्क बनाइदिनु चिया पिसकेपछि म रुममा आइसकेँ। ल यहाँनिर चाहिँ के भयो त ल त्यो बाखुडा पर चाहिँ जाऊ लफडा भनेको त लफडा होइन रहेछ यिनीहरूको लास्ट डे होला क्या त्यही भएर अब चाहिँ हामीहरू जाँदैछौँ नाइट वक है र आज चाहिँ हामी कहाँ जाँदैछौँ भने तपाईँहरूले भरे मेरो भिडियोमा हेरेर थाहा पाउनुहुन्छ है र आजको भात खाएको चाहिँ अलिकति पचाउनु पर्ने हुन्छ पुरा देखाउनु पुरा फलो मी यस। सो गाइस अब चाहिँ हामीहरू माथि उकालो चढ्दैछौँ त्यहाँबाटको दृश्य चाहिँ हेर्नु होला एकचोटि। आज हामीहरू जानु परेको पर अहिले चाहिँ हामीहरू जाँदैछौँ यहाँ सक्नुहुन्छ बच्चाहरू अहिले खेल्दैछ गर्दै अब हामीहरू जाँदैछौँ रातिको भिड जस्तो छ आज जानुपर्ने चाहिँ ऊ परेको झन्डामा यहाँसम्म पुग्नुपर्ने यहाँ त नजिकै देखिन्छ तर कम्ता टाढो छैन कति किलोमिटर होला यहाँदेखि त्यहाँ पुग्नुलाई यस्तो राउन्डिङ छ नि त 5 किलोमिटर यस्तो टाढो छ र रातिको भ्यू हेर्नु होला यहाँनिर कस्तो छ भनेर तपाईँले हेरेर थाहा पाइसक्नु पर्छ भ्यू कस्तो छ भनेर। अब आज चाहिँ म कहाँ जान आँटेको भनेर तपाईँहरूले थाहा पाउनु भयो होला पहिलाको मेरो भिडियोमा हेरेर। आज फेरि म त्यही ठाउँमा आएको छु जुन चाहिँ कर्नर साइडमा हो र म के भन्न चाहन्छु भने जति पनि हाम्रो इमारतमा बस्नु जति पनि इमारतमा बस्नुहुने हाम्रो नेपाली दाजुभाइहरू हुन्छ उहाँहरू चाहिँ राति यस्तो कर्नर साइडमा बसेर माछा मार्नुहुन्छ त्यो चाहिँ नगरिदिनु होला प्लिज हम्बल रिक्वेस्ट हो र पुलिसले देख्यो भने चाहिँ सिधा फाइन मारिदिन्छ उनीहरूले धेरै कुरा गर्दैन सिधा फाइन हो र पछि तपाईँ आउटपास उठ्दाखेरि पछि घर लाँदाखेरि तपाईँलाई एयरपोर्टमा फाइन तिर्नै पर्ने हुन्छ र अरूले त जेसुकै गरोस् नेपाली दाजुभाइहरूले चाहिँ कर्नर साइडमा जतातिर त्यो लुकेर बल्छी थापिरहेको हुन्छ त्यस्तो चाहिँ नगरिदिनु होला कन्ट्रोभर्सी आउँछ है फेरि बाटो भइसक्यो यस्तो यस्तो भन्छ होला यस्तो नगरिदिनु होला। कन्ट्रोभर्सी भन्दाखेरि मलाई एउटा याद आयो भन्नुहुन्छ सिजलिङ राइट टिकटकमा जहाँ पनि मलाई मैले फलो गरेको छु न केही पनि गरेको छु न है र म पनि टिकटकमा खोलिरहेको छु उहाँको मात्र कन्ट्रोभर्सी उहाँलाई चाहिँ म के भन्न चाहन्छु भने एकदम जोगाएर बस्नु होला र हरेक भिडियो बनाउँदाखेरि चाहिँ तपाईँले यो अपलोड गर्नुभन्दा अगाडि चाहिँ एकचोटि हेर्नु होला
कहाँ के गल्ती भयो भनेर फेरि कन्ट्रोभर्सी आउँछ। होसियार हुनु होला जोगेर भिडियोहरू बनाउनु होला, किनभने भोलि गएर फेरि कन्ट्रोभर्सी आउन सक्छ। मान्छेहरूसँग लडेर जुधेर सकिँदैन है, एकपछि एक आउँछ अर्कोपछि अर्को आउँछ। तपाईँको भ्युवरलाई थाहा छ, भ्युवर्सहरूलाई थाहा छ तपाईँ कस्तो खालको मान्छे भनेर, तर अरूलाई थाहा हुँदैन नि त। त्यही भएर कन्ट्रोभर्सी आइरहेको हुन्छ। र आफूले केही गर्नुभन्दा अगाडि चाहिँ आफ्ना आमाबाउलाई सम्झिनु होला, किनभने बाउआमाको मन भनेको छोराछोरी माथि हुन्छ, छोराछोरीको मन भनेको चाहिँ ढुङ्गा मुढामाथि चाहिँ नहोस् है। आफ्नो आमाबाउलाई सम्झिने हो। आफूले गरेको गल्तीले आफूलाई त इग्नोर गर्न सकिन्छ, तर बाउआमाको चोट मनमा लागेपछि, चोट परेपछि त्यो मेटाउन गाह्रो हुन्छ है। होसियार बस्नु होला। यो भिडियो जतिजनाले पनि हेर्नुहुँदैछ प्लिज कृपया उहाँसम्म पुऱ्याइदिनु होला, एकदम केयरफुल हुनु होला भन्न चाहन्छु। किनभने कन्ट्रोभर्सी भनेको हरेक चिजमा आउँछ है, आफ्नो बोलीमा कन्ट्रोल गर्नुपर्ने हुन्छ, किनभने सबैको लाइफ हो। उहाँलाई भने नराम्रो पनि भन्नु खोजेको होइन, त्यही भन्न चाहन्छु लास्टमा आएर। टेक केयर है। सो गाइस चाहिँ यो ठाउँमा चाहिँ मान्छेहरू माछा मार्छ लुकेर, कृपया नमारिदिनु होला। हाम्रो जति पनि इमारतमा बस्ने नेपाल दाजुभाइ हुन्छ उहाँहरू चाहिँ नमार्नु होला। यहाँ लुकेर जहिले पनि माछा मारिरहेको हुन्छ है, त्यो चाहिँ नगरिदिनु होला प्लिज। लास्ट गोली हो यार, अलिकति बस्नुपर्ने हुन्छ। र आज चाहिँ कहाँ आएको छु भन्दाखेरि तपाईँहरूले भरेर थाहा पाइहाल्नुहुन्छ, यतिकै ठाउँ हो। अलिकति भ्यू पनि हेर्नु होला। र यति भन्दै जो आज चाहिँ म कोसँग छु भन्दाखेरि हाम्रो यादव भाइ, यादव सरकारसँग छौँ। हेलो गाइस भन्दै न, हेलो हेलो गाइस। र अब चाहिँ ठ्याक्क भन्नु भन्दाखेरि म कहाँ आइपुगेँ भन्दाखेरि अन्डरग्राउन्ड आइपुगेँ। र तपाईँहरूले गेस गर्न सक्नुहुन्छ है म कहाँ आइपुगेँ भन्दाखेरि अन्डरग्राउन्ड। तपाईँहरूले पहिलाको भिडियो हेर्नु भएको छ भने चाहिँ थाहा पाउनुहुन्छ कहाँ छु भनेर। अन्डरग्राउन्ड यता हाम्रो यादव सरकार भाइ जिउमा। बेबी कम टु दुबई। ला तर आज त फ्लाइकै छैन त नि। ओ आज त नि हेर त नरेश, फ्लाइकै छैन त नि, के हो फ्ल्याग निकालिदिया? ओ माई गड, ओ मा गु भइगयो त। त्यसो भए त यहाँ हेर्नुहुन्छ है मस्जिद छ, कस्तो दामी देखिरहेको छ है। ऊ यहाँ पर बसेर चाहिँ मान्छेहरूले माछा मार्छ क्या, बलिदिएर देखाउँछ चाहिँ फेरि फाइन हानिदिन्छ। त्यहाँ त ऊ हेर त, त्यहाँ न माछा मारिरहेको छ हेर त। बलिदिएर देखाउँछ चाहिँ फेरि अरब कन्ट्रीमा चाहिँ फेरि पुलिसहरूलाई बलिदिया हुन्छ है। पुलिसले देखाउँछ फेरि सिधै फाइन हो, सिधा। ए रुखको मुनि बसेर मैले टिकटक बनाएको थिएँ। अहिले त हावा चलाएको छैन है, त्यतिखेर चाहिँ लास्ट हावा चलिरहेको थियो। यहाँ पर चाहिँ मैले एक्सर्साइज गरेको थिएँ यहाँनिर। आज त फ्ल्यागको जो छैन रहेछ। र पर गएर अलिकति बस्नु होला। यहाँनिर हो क्या मैले बसेर टिकटक बनाएको थिएँ क्या, टक्क यसरी बसेर माथि आकाशमाथि हेर्दै टक्क है। एयरप्लेन पनि सर गर्दा गएर हावा सेर चलिरहेको बनाएको थिएँ। तर अहिले त हावै चलेको छैन, पत्ता पनि हल्लेको छैन त, के भएको? हिँडेर होला क्या, भन्ने बित्तिकै चल्छ त्यो फेरि पत्ता के भएको? ल मजा चाहिँ फेरि मजा आउने। अलिकति बसेर मजा लिउँ भन्ने चाहन्छु। हाम्रो यादव भाइ अनि अर्को हुनुहुन्छ फ्रम बङ्गलादेश, हाम्रो देशी भाइ। सारा टु देशी भाइ है। कुन चाहिँ यहाँनिर हेर्नु न, कस्तो हिँड्ने ठाउँ, सिँढीमा पनि कस्तो दामी लाइट क्या। भ्यू हेर्नु सक्नुहुन्छ तपाईँहरू। मैले अस्ति भनेको थिएँ नि तपाईँलाई, यदि तपाईँ इमारतको अफिसियल पेज भन्नुभयो भने हेरो टेपिङ पनि देख्नुहुन्छ।
र यो कुन ठाउँ भनेर तपाईँहरूले गेस गर्नु होला आफै। अस्तिको भिडियोमा पनि मैले भनेको थिएँ आज हावा नचलेर चाहिँ त्यो झन्डा नघुमेको रहेछ क्या, नउडेको रहेछ क्या। हावा नचलेर चाहिँ नउडेको रहेछ क्या। कस्तो दामी दिन्छ यहाँनिर एक डाइभ हानिदिनु जस्तो उठ्लुक गर्छ त माछा छ क्या। अघिदेखि हिँडेको छैन गाइज यो ठाउँबाट यहाँ पुग्नलाई कति टाढो लागेको। कति किलोमिटर छ हौ यत्रो, यता त नजिकै देखिन्छ, कम्तीमा पनि 2 किलोमिटर त होला। हेर्नु न अब कस्तो दुनियाँ अर्कै छ क्या यहाँको। हो मजा आ गया। डेभलप हेर्नु न, डेभलपमेन्टहरू कता टाढो छ अरे यार। उता घरमै गाइज परिवारहरू दसैँ तिहार मनाउँदैछ। यता हामीहरू यो दसैँ तिहार के दसैँ के तिहार अर्काको ठाउँमा बसेपछि है दसैँ तिहार अभियसली म मिस त गरिहालिन्छ। के भनेर अब 6 वर्ष भइसक्यो मैले नमनाएको है। र आशा छ अर्को वर्ष चाहिँ फिक्स जानेछु। तपाईँहरू आफै हेर्न सक्नुहुन्छ यस्तो दामी ठाउँ छ यहाँनिर। तपाईँहरूलाई अस्ति मैले यहाँसम्मको मात्र देखाएको छु भिडियो है। आज चाहिँ यहाँदेखि क्रस गरेर उता पारेको देखाउने छु। उता पारि जाने एकदम रमाइलो छ है। त्यहाँ चाहिँ टिकटक मान्छेहरू टिकटक बनाउन आउँछ। त्यो चाहिँ सी साइड पर्छ। त्यो एरिया चाहिँ तपाईँहरू अहिले हेर्नु होला। आजको डेस्टिनेसन गन्तव्य भनेको त्यही हो। फलो पछि है घर मात्र जानु पाऊँ न, यस्तो खतरामा कन्टेन्टहरू लिएर आउँछु नि। अहिले भनेर भने जस्तो हुन्छ है। र मैले चाहिँ पहिलादेखि नै बनाउँथेँ तर त्यति बेला चाहिँ युट्युब मात्र थियो, टिकटकहरू थिएन। तपाईँहरू आफै देख्न सक्नुहुन्छ है। विकास हेर्नु न हरेक ठाउँमा कस्तो दामी यो गार्बेज ब्यागहरू राखिदिएको छ क्या, डस्टबिन ब्यागहरू। र हरेक ठाउँमा बस्ने ठाउँहरू पनि छ, हेर्नु सक्नुहुन्छ। यहाँ पर बस्थ्यौँ होला ढ्याक्कसँग लाएर। मैले चाहिँ पहिलादेखि भिडियो बनाउँथेँ तर हाल्नु चाहिँ हालेको थिइनँ। र त्यतिखेर युट्युब मात्र थियो क्या, टिकटकहरू थिएन। र अब चाहिँ यो टाइम चाहिँ अझै पर्ला भोलि गएर मेमोरी हुन्छ भनेर चाहिँ मैले हरेक स्टेपहरू क्लिक गरेर हालिरहेको छु। र गाइज हेर्नु न यहाँ पर हेर्नु त, त्यहाँ पनि जाने ठाउँ रहेछ यार। तर कहाँबाट जानुपर्ने, मान्छे हिँडिरहेको छ हेर्नु न ऊ पर भित्र मान्छेहरू हिँडिरहेछ यार। यहाँ हेर्नु न गाइज हरेक ठाउँमा बस्ने ठाउँ छ क्या, हरेक ठाउँमा बस्ने ठाउँ छ। अब चाहिँ हामीहरू कहाँ आइपुग्यौँ भने अन्डरग्राउन्ड आइपुग्यौँ। यहाँबाट चाहिँ पारि जाँदाखेरि चाहिँ सी साइड पर्छ। त्यहाँ चाहिँ फेरि मजा छ क्या, मेन चाहिँ त्यहाँ हो क्या, मान्छेले टिकटक बनाउँछ। र अब चाहिँ कहाँ आइपुग्यौँ भन्दाखेरि तपाईँहरूलाई म देखाउँछु। हेर्नु तपाईँहरूले हेर्न सक्नुहुन्छ अन्डरग्राउन्ड पनि फेरि कस्तो दामी छ क्या। हेर्नु न अरूभन्दा पनि नि गाइज पिसाबले पो लास्ट छ बोट यार। कहाँ हान्थ्यौँ यार फेरि यतातिर हान भने फेरि क्यामेरा छ। फेरि जबै त क्यामेरा हुन्छ क्या, अनि थाहा हुँदैन फेरि क्यामेरालाई चाहिँ फेरि हामीले हेरेर हुन्छ क्या, वाच आउट गरेर हुन्छ। अनि फेरि ट्याक्क फाइन आइदिन्छ है। पिसाब चाहिँ फेरि पिसाब चाहिँ लास्ट आइरहेछ। कहाँ हान्थ्यो मलाई कस्तो अगाडि ल क्या, ब्याटलग म त पलाउँथेँ नि छु क्या। जहाँ गए पनि के चाहिँ घुमै पर्ने मलाई नै। अब चाहिँ रम्बल घारीतिर छिर्दिउँ मलाई। यहाँभित्र छिरेर हानिदिन्छु ल। पिसाब हान्छ गरेर निक्लिसक्यो है। मजा गएछ साला। तर यस्तो चाहिँ गर्नु हुँदैन। एक मिनट हामीलाई देखो भने चाहिँ फेरि फाइन हानिदिन्छ है। अलिकति जोगेर बस। हाम्रो नेपालीहरू चाहिँ फेरि जहाँ गयो फेरि चान्स पायो कि नेपाली हो। यहाँ पर चाहिँ ठ्याक्क तपाईँलाई फ्यामिलीहरू बसिरहेछ क्या। यहाँ पर चाहिँ यो चाहिँ इन्डस्ट्री हो क्या एरिया। यहाँ चाहिँ
मैले भन्दैछु नि यस्तो मुलाहरू चाहिँ यहाँनिर माछा मार्छ क्या पुलिसले देखायो भने अनि फाइन हानिदिन्छ अनि त्यही हो र फाइनली अन्डरग्राउन्ड आइपुग्यौँ है यो ठाउँमा चाहिँ मान्छेहरूले हेर्नु न यहाँको पुल मुनि माथि चाहिँ पुल छ मुनि हेर्नु न मुनि चाहिँ कस्तो दामी क्या यहाँ चाहिँ मान्छेहरूले फोटो खिच्छ क्या कस्तो दामी छ हेर्नु न अन्डरग्राउन्डभित्र यस्तो हुन्छ क्या विकास हेर्नु न विकास आफ्नो छुट्टै रमाइलो छ गिटार बजाइरहेको छ मान्छेहरूले दामी हेर्नु नै यहाँ त तपाईँलाई म भन्दै थिएँ नि आजको फाइनल डेस्टिनेसन चाहिँ यो हो क्या हो सबले टिकटक बनाउँछ क्या यहाँनिर दिनमा चाहिँ दामी देखिन्छ दिनमा चाहिँ राति चाहिँ यस्तो हो है यहाँ चाहिँ केटा र केटीहरू पुरा बसिरहेको छ क्या गएर ल क्लास हुन्छ नहुनेहरूलाई पीडा र यहाँबाट चाहिँ हामी इन्ट्री गर्छौँ आजको मेन गेट यहाँनिर छ है इन्डस्ट्री चाहिँ यहाँबाट ठक्क यहीँ नजिकै हुनुहुन्छ भने तपाईँले फेरि इन्डस्ट्री देख्नुहुन्छ है त जितार पछि आएका लड्का लड्किलो उता पे लड्का लड्किलो क्या लास्टचोटि आउँदाखेरि चाहिँ यहाँ मुनि चाहिँ मैले टिकटक बनाएको थिएँ क्या पानी यहाँ मुनि चाहिँ दामी छ क्या तर सब त्यहाँनिर अहिले केटाकेटीहरू बसिरहेको रहेछ कपालहरू गिद्दै हुन्छ यहाँ मुनि हेर्नुहुन्छ यहाँनिर हो क्या मैले टिकटक बनाएको पहिलामा आउँदाखेरि 2000 कति भन्नु 3 वर्ष पहिला यहाँनिर हो क्या पानीको छाल हेर्नु न हो मजा छ यहाँ मुनि चाहिँ को मान्छे छ है बसिरहेको छ र हेर्नु सक्नुहुन्छ आज तपाईँहरूलाई म यहाँ तल बसिरहेको छ के गर्दैछ गर्नु एक्लै र आज चाहिँ तपाईँलाई म लास्टसम्म देखाउँछु है त यहाँदेखि भएर हामी जाने घर चाहिँ ऊ पर हो त यो एरियातिर हो टाढो घुमेर आएको यस्तो घुम्दै यता यो ठाउँ हो क्या आजको डेस्टिनेसन भनेको टिकटक र अबको लागि चाहिँ यति भन्दै घर फर्किनु पर्ने हुन्छ धेरै बस्यो अबको रातिको 2 पनि भइसक्यो घर 3 बजे पुगिन्छ नुहाएर एकछिन बसेर सुत्नुपर्ने हुन्छ र अस्ति म गएको ठाउँ चाहिँ ठ्याक्कै यो फ्ल्यागमा हो क्या यहीँ मुनि हो मैले एक्सर्साइज गरेको र अहिले गएको चाहिँ यहाँदेखि क्रस भएर यहाँसम्म यहाँनिर चाहिँ छुट्टै संसार छ तपाईँले हेर्नुहुन्छ भने पानी हेर्नु न कस्तो शान्ति छ आफ्नै वेमा छ जति पनि प्राकृतिकहरू छ यस संसारमा
त्यो चाहिँ एउटा शान्तिको प्रतीक हो भन्न चाहन्छु म। र अहिले चाहिँ फर्किने क्रममा त्यो ठाउँमा आइपुगेँ र मैले अस्ति चाहिँ मुकबाङ बनाएको थिएँ र उहाँ मुकबाङमा चाहिँ के थियो भन्दाखेरि एकजनाले कमेन्ट गर्नुभएको थियो अब अर्को नेक्स्ट मुकबाङमा चाहिँ चिकनको चाहियो भनेर अवश्य लिएर आउनेछु। अर्को मुकबाङमा चाहिँ चिकन मुकबाङ हुनेछ है त। म चाहिँ थाकियो। पछि घर गयो भने चाहिँ दामी भ्लगहरू लिएर आउँछु। म सोचिरहेको छु, मैले सोचिरहेको छु कन्टेन्टहरू पछिको लागि एउटा मेमोरी हुन्छ। हेर अस्तिको पालि म घर आउँदाखेरि चाहिँ भ्लग बनाउनु पाइनँ, किन भन्दाखेरि एकदमै छोटो टाइम थियो, त्यतिखेर चाहिँ बनाउनु पाइनँ। अलिकति अफसोस पनि लाग्छ, तर ठिकै छ। नेक्स्ट इयर नेक्स्ट टाइम अवश्य। एउटा कुरा चाहिँ गाई चाहिँ मैले नबुझेको चाहिँ अघि 2 घन्टा अगाडि यहाँबाट गएको माछा मारिरहेको थियो मान्छेले लुकेर, अहिलेसम्म माछा मारिरहेको छ हेर्नु न यहाँनिर। प्लिज कृपया हाम्रो नेपाली दाजुभाइहरू चाहिँ माछा नमारिदिनु होला प्लिज भन्न चाहन्छु, किनभने आफ्नो देशको मान्छेहरू फसेको अहिले चाहँदैनौँ। त्यही हो। के हो क्या सर, हिँडेको छु मैले जग्गा पनि अहिलेसम्म हिँडेको होइन। चाहिँ पनि आइपुग्दैन त यार, यत्रो भइसक्यो। हिँडेको छु। सो गाइस फाइनली आइपुग्यो। यत्रो टाढाबाट हिँडेर थाकियो पनि, धेरै बेर बसियो पनि, मजा आयो। साथीहरूसँग आएको थिएँ र आउने भिडियोहरूमा पनि यसरी नै साथ सपोर्ट दिनु होला, अहिले जसरी दिनुभएको छ। र सबैजनाले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु म।